जापानमा पछिल्लो समयमा वर्किङ भिसामा एप्लाई गर्दाखेरि किन यति धेरै रिजेक्ट हुन्छ, किन यति धेरै स्ट्रिक्ट भएको छ, किन कडा भएको छ? तपाईहरुलाई जान्न मन छैन त यसको बारेमा? नमस्कार साथीहरु, यदि तपाईहरु जापानमा वर्किङ भिसामा आउँदै हुनुहुन्छ या स्किल टेस्ट, भाषा टेस्ट गरेर चाहिँ एप्लाई गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो आज अन्तिमसम्म हेर्नु होला, स्किप नगरिकन। यो तपाईहरुको लागि एकदमै बेस्ट हुनेछ। अहिले जापानमा आउनका लागि किन यति धेरै कठिनाइहरू भएको छ, किन यति धेरै गाह्रो भएको छ, झन् पहिलाको भन्दा किन टाइट हुँदैछ, किन स्ट्रिक्ट हुँदैछ जापानमा? तपाईहरुलाई थाहा छ? थाहा छ भने कमेन्ट गर्नु होला, थाहा छैन भने अन्तिमसम्म बसेर हेर्नु होला। तपाईहरुलाई मैले 5 वटा कारण बताउने छु, स्टेप वाइज बताउने छु, जान्ने होइन त रियल प्रब्लम एन्ड ग्राउन्ड रियालिटीको बारेमा। नम्बर 1 मा रहेको छ इमिग्रेसन, यानी कि न्यू खान चाहिँ एकदमै कडा, एकदमै स्ट्रिक्ट भएर निक्लिएको छ। तपाईको कम्पनी प्लस एप्लिकान्टको बारेमा चाहिँ डिपली चेक गर्ने भएको छ। कम्पनी कस्तो, जसले एप्लाई गर्न लाग्नु भएको छ उहाँ चाहिँ कस्तो भनेर दुवैको बारेमा चाहिँ राम्रो डिपली स्टडी भइसकेपछि मात्र पास हुनेछ। र तपाईको पहिलाको पास्ट रेकर्डहरू हेर्छ कम्पनीहरुको, कम्पनी ब्ल्याकलिस्टेड भएको छ कि छैन, कम्पनीको पर्फर्मेन्स कस्तो छ, त्यसले के कसरी चाहिँ काम गरिरहेको छ त्यसको बारेमा डिटेल हेर्छ। र तपाईको स्मल कम्पनीहरु, सानातिना कम्पनीहरु छ भने चाहिँ त्यसमा चाहिँ भिजा आउनको लागि र त्यसमा चाहिँ प्रोसेस गर्नको लागि धेरै नै गाह्रो हुन्छ। नम्बर 2 मा रहेको छ फेक डकुमेन्ट इस्यु, फेक स्किल सर्टिफिकेट, फेक एक्सपिरियन्स लेटर र फेक तपाईको जापानिज ल्याङ्ग्वेज लेभलले गर्दाखेरि जेन्युन एप्लिकेन्टहरुलाई पनि असर पुग्न गएको छ। र यस कारणले गर्दाखेरि न्यू खानले, इमिग्रेसनले पनि एकदमै टाइट चेक गर्न लागेको छ र नेपालीहरुको डकुमेन्ट भन्ने बित्तिकै त्यहाँ डाउट गर्न लागेको छ, डाउट क्रिएट भएको छ। नम्बर 3 मा रहेको छ स्पोन्सर कम्पनी इस्यु, आर्थिक वर्षको ट्याक्सहरु क्लियर नगरेको, विदेशी कामदारहरुलाई लिएर राम्रोसित तिनीहरुलाई काम नदिएको, तिनीहरुबाट प्रब्लमहरु खडा गरेको र न्यू खानमा चाहिँ एप्लाई गर्दाखेरि, भिजाको प्रोसेस गर्दाखेरि इनकम्प्लिट डकुमेन्टहरु पठाएको यस्तो कम्पनीहरु छ भने पनि तपाईको अलमोस्ट भिजा चाहिँ रिजेक्ट हुन सक्छ है त। नम्बर 4 मा रहेको छ तपाईको डकुमेन्ट रिक्वायरमेन्टहरु धेरै बढेको छ। अहिले तपाईको जति पनि जबको बारेमा डिटेल डिस्क्रिप्सनहरु चाहियो, तपाईको एजुकेसन प्लस जबहरु ट्याक्कै मिल्न पर्यो, क्यारियर ग्यापिङहरु किन भयो, कसरी भयो त्यसको बारेमा नि सबै खुलाएर लेख्न पर्छ, त्यसको बारेमा सबै डकुमेन्टहरु तयार गर्नुपर्छ। यी तीनवटै डकुमेन्टहरु मिलेन भएन भने तपाईको वान मिस्टेक गेम फिनिश्ड भनेको जस्तै हुन्छ है त। 4 नम्बरमा यो छ, यो कुरा पनि ख्याल गर्नुपर्छ, नत्र भिजा रिजेक्सन एकदमै हुन्छ है त। अन्तिममा रहेको छ नम्बर 5 नम्बरको प्रब्लम रहेको छ जापानिज ल्याङ्ग्वेज लेभलको हिडन रिक्वायरमेन्ट है त। तपाईहरुसित अनअफिसियली रूपमा यान्फु भएर, स्किल पासहरु, भाषा पासहरु भएर, यान्फु पास भएर हुन्छ भने तापनि अहिले कम्पनीहरुले अफिसियली रूपमा यान3, यान्फो भएको मान्छेहरु खोज्छ। इन्टरभ्युहरुमा बोल्न सकेन, त्यही अनुसारको पर्फर्मेन्सहरु दिन सकेन भने कम्पनीहरुले रिजेक्ट गर्छ। किनकि यहाँ आइसकेपछि जापानिज ल्याङ्ग्वेज बाहेक दोस्रो ल्याङ्ग्वेज युज नहुने भएको कारणले गर्दाखेरि यहाँ आएको जति पनि मान्छेहरुले चाहिँ भाषा राम्रोसित बोल्न नसकेको कारणले गर्दाखेरि, कम्युनिकेसन गर्न नसकेको कारणले गर्दाखेरि अहिले ल्याङ्ग्वेजको रिक्वायरमेन्टहरु पनि बढेको छ। त्यस कारणले गर्दाखेरि तपाईहरुसित सबै कुरा भएर पनि बोल्न सक्नु भएन भने पनि रिजेक्ट हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईहरु जति पनि जापानमा आउन चाहनुहुन्छ, वर्किङमा होस्, स्टुडेन्टमा होस्, तपाईहरुले यान4, यान3 लेभलको चाहिँ ल्याङ्ग्वेज बनाउने, त्यही अनुसारको चाहिँ बोल्न पनि सक्ने भएर आउँदाखेरि धेरै नै राम्रो हुन्छ। भोलि यहाँ आइसकेपछिको यहाँको लाइफस्टाइलहरु, यहाँको काम गर्नदेखि लिएर सबै कुरोमा सहज हुने भएको कारणले गर्दाखेरि तपाईहरुले अनिवार्य रूपमा आफूले पढेको कुराहरु व्यवहारमा उतार्नुस्, व्यवहारमा उतारेर मजाले बोल्न सिक्नुस्। सबै भइसकेपछि त भोलि यहाँ आएपछि तपाईलाई सजिलो पनि हुन्छ। र अहिले जापानमा एकदमै नेपालीको संख्या बढेको छन्, 3 लाख हाराहारीमा छन्। त्यस कारणले गर्दाखेरि पनि यही भएकाहरुले पनि वर्किङ लाउन, कम्पनी खोल्न धेरै गाह्रो छ पछिल्लो समयमा। त्यही भएर जापानमा नेपालबाट अहिले वर्किङमा स्किल पास गरेर बसेको, सबै कुरा पास गरेर बसेको, ल्याङ्ग्वेज पास गरेर बसेको मान्छेहरुलाई पनि धमाधमी कम्पनीहरुले ल्याइरहेको छैन। किन ल्याएको छैन भन्दाखेरि यहाँ मान्छेहरु धमाधमी बढेका छन्। जापानमै सेन्मन गएको पढेर सोचिगोबाट बस्ने, दाइगाको सोचिगोबाट बस्ने र
त्यस बाहेकमा तेन्सुकोहरू गर्ने मान्छे टनाटन छन्। कम्पनीहरूमा धेरै एप्लिकेसनहरू भ्याकेन्सीहरू खुलाए पनि मान्छेहरू धेरै खोजे तापनि अहिले के दक्ष कामदार भाषा भएको कामदार त्यस्तो खोजिरहेको छ। किनकि त्यस्तो नभए नाइहरू नमिलेपछि तपाईँको जब प्लस एजुकेसनहरू नमिलेदेखि भिजा रिजेक्ट हुन्छ, नेपाल फर्काइदिन्छ। त्यस कारणले गर्दाखेरि धेरै गाह्रो भएको छ जापानमा। जति पनि नेपालबाट आउँदै हुनुहुन्छ दाजुभाइ दिदीबहिनी जो आउँदै हुनुहुन्छ तपाईँहरू सबैजनाले आफ्नो भाषा लेभल चाहिँ राम्रो बनाउनु होला, बोल्न सक्ने भएर आउनु होला। यहाँ आइसकेपछि नि एसएसडब्ल्यूमा आउने या ब्याचलर भिसामा जुनसुकै भिसामा आउनुहुन्छ यहाँ आएर पनि पछि तपाईँहरूले तेन्सुकोहरू गर्नको लागि कम्पनीहरू चेन्ज गर्नको लागि गाह्रो हुने भएको कारणले गर्दाखेरि एकदमै बनाएर आउनु। आजको लागि मेरो 5वटा टिप्स यही भएको थियो। भिजा रिजेक्सन हुने कारणहरू 5वटा प्रब्लमहरू यी नै थिए। यस बाहेक अझै 5-10वटा प्रब्लमहरू छ, त्यसको बारेमा डिटेल भिडियो बनाएर तपाईँहरूलाई हाल्नेछु, हेर्नुहोला। र के आएर चाहिँ अफिसियलमा नयाँ हुनुहुन्छ नि के आएर चाहिँ अफिसियललाई सब्सक्राइब पनि गरेर जोडिनु होला। सोसियल प्लेटफर्महरूमा जुनसुकै ठाउँमा पनि क्या इन्फो एन्ड ब्लग भनेर पनि भेटाउनुहुनेछ, क्या आएर चाहिँ अफिसियल भनेर पनि भेटाउनुहुनेछ। टिकटकदेखि फेसबुकमा पनि तपाईँहरू जोइन हुनुहोला। र आजको भिडियो यतिन्जेलसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अर्को भिडियो चाँडै लिएर आउनेछु। स्टे ट्युन एन्ड डु सब्सक्राइब है त गाइजहरू।